जो बालेन बालेन भन्दै भक्त बनेर कुदिरहेको छ प्रचण्ड र बालेनमा खासै फरक होइन रहेछ फक यु बालेनलाई फर द्याट If Balen gay भएको भए he would have been the first openly gay prime minister of Nepal. त्यसले एरेस्टै गर्नुपर्ने चाहिँ के भनेस् त मार्छु भनेर भनेको हेलो एभ्रिवान म कान्छा एक्स र आज पनि नेपाली युट्युब एन्ड सोशल प्लेटफर्म रिगार्डिङ एकदमै इम्पोर्टेन्ट र इन्ट्रेस्टिङ न्युज एन्ड अपडेट्सहरू रहेको छ। सो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला अनि आजको हाम्रो न्युजतर्फ लागौँ र आजको हाम्रो फर्स्ट रहेको छ युट्युबर हेड सङ्गलको तर्फबाट। सो उहाँलाई चाहिँ बालेन्सा र अन्य नेताहरू विरुद्ध चाहिँ छाडा भिडियो बनाएको भनेर चाहिँ अरेस्ट गरिएको थियो। अहिले उहाँको केस चाहिँ के भइरहेको छ के अपडेट आएको छ भनेर तपाईँलाई लास्टसम्म भन्दै गरौँला। तर उहाँले चाहिँ बालेन्सा र अन्य नेताहरूको बारेमा त्यस्तो के भन्नु भएको रहेछ त जसले गर्दाखेरि उहाँलाई अरेस्टै गर्यो भनेर चाहिँ तपाईँले आफै हेर्न सक्नुहुन्छ। Did you know if Balen gay भएको भए he would have been the first openly gay prime minister of Nepal. तर होइन स्याडली गजले हो फेरि म उर्लाबारदेखि काठमाडौँ जाँदै थिएँ बालेन पनि ससुराली आएर काठमाडौँ फर्किँदै रहेछ। म बालेनतिर फर्कियो नि भने हे बालेन व्हाट इज गोइङ अन मेरो साइडमा ट्याक्क बालेनको सिट थियो अनि म बस्दै थिएँ मेरो गोजीबाट गाँजाको पोको झर्यो बसेर गाँजाको पोको टिप्छु भन्दा त गाँजाको पोको त छैन मा अनि मैले भने हे ब्रो बालेन व्हाट द फक वेयर इज माई गाँजाको पोको मुसाले खायो बालेनले भन्यो मैले भने खोइ मुसा गाईले कुल्च्यो। दिस इज रवि लामिछाने अ फर्मर टिभी इन्टरटेनर। यसलाई म पत्रकार भन्दिनँ किनभने होइन यो पत्रकार भूतसँग सिधा कुरा गर्ने मान्छे हो यो भन्दा ठुलो अपर्चुनिस्ट मैले अहिलेसम्म देखेको छैन किनभने छैनन् नै होला। स्वतन्त्र उम्मेद्वार जब लोकप्रिय भने बालेनले जितेपछि आफ्नो पार्टीको नामै स्वतन्त्र पार्टी राख्दियो। चुनाव चिन्ह घण्टा किन घण्टा कसैलाई थाहा छैन बजाउन मिल्छ त्यही भएर होला बजाउन मिल्ने त पुसी पनि थियो पुसी राख्न पनि सक्थ्यो तर किन राखेन द्याट इज $1 मिलियन क्वेसन। महा कसम त्यही नसोचे बराए अगाडि चुनाव चिन्ह घण्टा इमेजिन मी एज रवि लामिछाने को म रवि लामिछानेहरूले भ्रष्टाचार गरिरहेछन् त्यो मलाई थाहा छ किनभने म रवि लामिछाने हो मैले नि गरिरहेको छु अनेक इलिगल काम गरिरहेको छु तर खुल्याम गर्न पाइरहेको छैन किनभने म नेता होइन के गरौँ पार्टी खोलिदिन्छु पार्टीको नाम के राखौँ बालेन पार्टी न स्वतन्त्र पार्टी चुनाव चिन्ह के राखौँ घण्टा किन घण्टा हु केयर्स आई एपरेन्टली डु 5 करोड कुरा होलान् जसले इन्डिपेन्डेन्सलाई सिम्बलाइज गर्छ एन्ड हि चोज घण्टा देयरफोर म तँलाई घण्टा पनि भोट दिन्न। अब झोले भन्न थालिसक्यो होला प्लिज गाइज म झोले होइन म आउँछु केपी ओलीमा टेन्सन नगर। हाम्रो सर्ट टर्म मेमोरी के रे जस्तो भएको छ 4-5 महिना अगाडि आन्दोलन भएको थियो जेनजी आन्दोलन याद छ त्यो आन्दोलन हुँदा यो घन्टी लामिछाने म हो तिमीहरूको मसिया टाइपले एक्ट गरेको कि होइन जेल खटेर आएर एउटा क्रिमिनलबाट छुटाएर अर्को क्रिमिनललाई देश दिनु पिक मूर्खता हो कि होइन भन्न त भन्छ म निर्दोष छु तर अहिलेसम्म कुनै क्रिमिनलले म क्रिमिनल हो भनेको छ र यो कुरा म यो भन्दा ज्यादा बोल्न चाहन्न कि घन्टी लामिछाने रन्डीको चुनाव हो चुनाव छेउमा छ कुट्न नि सक्छन् कुटाइ खाए भने आई विल किप यु अपडेटेड डोन्ट वरी। नाउ बालेनसँग लिएर मेरो ओपिनियन अलि अनपपुलर हुन सक्छ बट लेट्स एग्री टु डिसएग्री अनपपुलर पनि होइन इट्स अ पपुलर ओपिनियन नाउ। बालेनको लागि सबैभन्दा ठुलो कुरा हो बालेनको इगो यो सबै नेताहरूको लागि हो तिनीहरूको लाडोको ग्यारेन्टी चाहिँ म दिन सक्दिनँ तर इगो चाहिँ ठुलै हुन्छ नेताको। बालेनको इगोको बारेमा हामीले सिंहदरबार जल्लाइदिन्छौँ गरेको बेला थाहा पाएकै हो इफ यु फरगट द कन्टेक्स्ट आई मेड अ भिडियो मैले एक्चुअल कुरा त कभर नगरेको हुनसक्छ किनभने म हुँ सो बट स्टिल यु विल रिमेम्बर वाट ह्यापन गो एन्ड वाच द भिडियो मेरो भ्युज पनि भर्छ त्यो बेग्लै कुरा हो र एक्चुअलमै सिंहदरबार जलाउनुमा हुन सक्छ बालेनको हात छ आइएम जस्ट बिङ ओपन टु पोसिबिलिटी त्यसमा केही प्रब्लम छैन सिंहदरबार जल्दा मजै आउँदो रहेछ म त फेरि बनाऊँ फेरि जलाम भन्नेमा हो बाले हो र बट ही इज प्रब्लमेटिक एज अ पर्सन आई थिंक इज लभिङ द फेम एन्ड एटेन्सन हु डजन्ट सेलिब्रिटी भएको छ अहिले बालेन दाइ एन्ड डोन्ट फर्गेट एउटा पनि इन्टरभ्यू छैन यो मेयर भएपछि आइदर इज अ कावर्ड आफूले चुनावमा गरेका प्रमिसहरू पुरा गर्न नसकेर मान्छेलाई फेस गर्न उसलाई डर लागिरहेछ या सकिरहेको छैन और आफूलाई खतरै सम्झिन्छ कसैलाई लायक नै सम्झिँदैन उसँग फेस टु फेस कुरा गर्न। अब चुनावमा त हम्बल देख्नै पर्यो बट चुनाव जितिसके पछाडिको कुरा गरिरहेको छु या जेनरल पब्लिकलाई मूर्खै सम्झिन्छ जो हुन् पनि बट सम्झिन मिल्दैन नेताले एउटा सच्चा नेताले आफ्ना जनतालाई मूर्ख सम्झिन मिल्दैन एन्ड ब्रो 4 वर्षमा एउटा इन्टरभ्यू त हुनुपर्छ नि त नेतोको फर द सेक अफ इट आफूले गरेका राम्रा काम र नराम्रा कामको एकाउन्टेबिलिटी लिन सक्दैन भने पुराना नेता र बालेनमा के फरक भयो। मलाई सब थोक आउँछ म बगालै गरिदिन्छु सबै थोक कामहरू मैले कसैलाई एन्सरै दिनु पर्दैन त भन्न मिल्दैन नि त डेमोक्रेसीमा पेस इज देयर फर अ रिजन सो फक यु बालेन दाइ फर द्याट र खासै फरक पनि छैन बालेन र अरू नेतामा पुराना र नयाँ नेता सबै चोर हुन् भन्दै भुक्ने कुकुर अहिले एउटा त्यही चोरलाई समाएर
चाड्दै गरे देख्छु म प्रधानमन्त्री हुने लालचमा जो बालेन भन्दै भक्त बनेर हिँडिरहेको छ। फर्स्ट अफ अल नेताको भक्त कसरी बनिरहेछ क्या तिमीहरू? जो बालेन भन्दै भक्त बनेर कुदिरहेछ। प्रचण्ड र बालेनमा खासै फरक होइन रहेछ। बालेनलाई बस गीत गाउन आउँदो रहेछ भन्छौ तिमीहरूले 4-5 वर्षमा, एटलिस्ट 5-10 वर्षमा। कन्फिडेन्स ज्यादै छ क्या तिमीहरूलाई बालेनमाथि। मान्छे नै हो क्या त्यो, भगवान होइन। नेताको लाडो अगाडि टाउको राख्देऊ भने मुति दिन्छ त्यसले। काँधमा नचढाउ। पोलिटिसियन्स स्लेभ हुन् जनताका। ट्रिट देम लाइक योर स्लेभ। थुकेर चाट्न लगाऊ, चाट बालेन भन। चाटो भने गुड बालेन, चाटेन भने चटाउ मुसीलाई। त्यसरी नै बन्छ नेपाल। अहिले जुन प्लेसमा बालेन छ त्यही प्लेसमा प्रचण्ड थियो 64 सालमा। अब हिस्ट्री फेरिने कुरा होला तर रिपिट हुने कुरा पनि हो, तर बिर्सिनु भएन नि त। र प्रचण्डले जित्या पनि हो, प्रधानमन्त्री पनि बने हो। उसको वान अफ द मेन मुद्दा थियो डाइरेक्टली इलेक्टेड प्रेसिडेन्ट युएस को जस्तो। तर गर्न घण्टा केही सकेन। किन सकेन, कसले गर्दा सकेन, त्यो धर्केला प्रधानमन्त्री भयो बनाएपछि थाहा हुन्छ। टिकटकलामा आएर भन्थ्यो कि इरन्डिका चढाएर जस्तो, केही भन्दैन। अन अ सिरियस नोट, बालेन प्रधानमन्त्री भएर स्टेबल गभर्नमेन्ट फर्म हुनको लागि 138 सिट प्रत्यक्ष र समानुपातिक गरेर आरएसपीले ल्याउनु पर्ने हुन्छ, विच इज नट ओन्ली एक्सट्रिमली अनलाइकली बट इम्पोसिबल इन माई ओपिनियन। यो पुरै सिस्टम नै त्यसरी डिजाइन गरेछ कि एउटा पार्टीले मात्रै मेजोरिटी ल्याउनै सक्दैन। यो सिस्टमको स्ट्रेन्थ पनि यही हो। यहाँबाट डिक्टेटर जन्मिन सक्ने चान्स कम हुन्छ आई थिङ्क। र बालेनले प्रधानमन्त्री त म हुनै पर्छ भनेर प्रचण्डसँग गठबन्धन गर्नु पर्यो भने तिमीहरूको नयाँ नेपालको होप गफ हुन्छ। दिस होल सिस्टम इज फक्ड। जसले जिते पनि नेताहरूले लास्टमा गएर म्युजिकल चेयर नै खेल्ने हुन्। स्वार्थको राजनीति गर्ने नेताहरूको केही उपाय छैन गाइज। यसको मतलब यो भनिरहेको छैन कि बालेनलाई जिते हारे फरक पर्दैन, फरक पर्छ। बालेनले जित्न जरुरी छ, नयाँ पोलिटिसियन गभर्नमेन्टमा आउन जरुरी छ। नट बिकज बालेन आएपछि रातारात नेपाल स्विजरल्यान्डै हुन्छ, बट केही त चेन्ज पक्कै पनि आउँछ। यो कुराहरू रिगार्डिङ तपाईँहरूको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला। उहाँलाई चाहिँ अरेस्ट गरेको खबर आएपछि चाहिँ केही इन्फ्लुएन्सरहरूले चाहिँ यो केसमाथि चाहिँ रियाक्ट गर्नु भएको छ। होइन युट्युबर एरेस्ट त गर्यो रे कि तर के बोलेछ साथीहरू, निशानेले भिडियो नै भेटाएन त बाबै। अनि के बोलेछ साथीहरू, त्यसले एरेस्टै गर्नुपर्ने चाहिँ के भनेछ त? मार्छु भन्यो र भनेको, जेल मार्ने धम्की दियो र। अनि के बोलेछ र त्यसलाई एरेस्ट गरिछन् केटा हो? निशानेलाई भिडियो हेर्नु पर्यो बाबै, एकै ठाउँमा कतै भेटाएन। एरेस्ट गर्यो भनेर मात्र आउँछ, के बोलेको कारणले एरेस्ट गर्यो भनेर थाहा छैन बाबै, थाहा छैन। त्यसै गरी विक्रम घिमिरे चाहिँ डेमोक्रेसी भन्दैमा आमा बाउको गाली दिन पनि त भएन होला नि, लैठडीसम्म भन्नु त बरु ठिकै हो। र विशाल गौतम सेठ बोलेकै भरमा नखोचौँ न। र पिवाई अमृतले पनि रियाक्ट गर्दै के भन्नुभएको थियो त तपाईँहरू आफै हेर्न सक्नुहुन्छ। ए भाइ, यो देशमा फ्रिडम अफ स्पिच छ, यसको मतलब यो होइन कि हेट अफ स्पिच गर्न पाइन्छ। तिमीले भनेको कुरा एकदमै सही छ। हो, वास्तवमा हामीले नेताहरूलाई पब्लिक सर्भेन्टको रूपमा हेर्नु पर्छ, उनीहरूलाई राजा जस्तो ट्रिट गर्नु हुँदैन। तर यसको मतलब यो होइन कि बाबुबाजेदेखि अहिलेसम्मको रिस यो भिडियोमा पोखिरहेको छौ यार तिमीले। अब एरेस्ट गरिहालेछ पुलिसले, ठिक छ, यो भाइलाई सम्झाइ बुझाइ गरेर भिडियो सिडियो डिलिट गरेर पठाइदिनु होला। किनभने भिटेन एरेस्ट हुँदा पनि बालेनले यसरी स्ट्याटस लेखेका थिए। हुन त यो सानोतिनो कुराहरू बालेनलाई थाहा हुँदैन, पुलिसले जस्ट आफ्नो ड्युटी फुलफिल गरेका हुन्। तर पनि मेरो सजेसन चाहिँ भाइलाई सम्झाइ बुझाइ गरेर भिडियो डिलिट गरेर पठाइदिनु होला। यो कुरा रिगार्डिङ तपाईँहरूको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला। र अरेस्ट भएको युट्युबरलाई चाहिँ अहिले चाहिँ उनको हजुरआमाको जिम्मामा चाहिँ छोडिएको छ, उनलाई रिहा गरिसकेको छ भने यो कुरा रिगार्डिङ चाहिँ तपाईँहरूको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भन्नु होला। र हाम्रो नेक्स्ट न्युज रहेको छ सिजिलिङ राइनीको तर्फबाट। रिसेन्टली उहाँले बिन्दुले र गुरुङसँग चाहिँ अ काइन्ड अफ क्युएनए चाहिँ गर्नुभएको थियो। त्यहाँ चाहिँ सिजिलिङ राइनीलाई चाहिँ उहाँको बिहा रिगार्डिङ चाहिँ क्वेसन गरिएको थियो। एन्ड अल्सो बिन्दुले आफ्नो फ्युचर प्लान्सको बारेमा पनि त्यहाँ भन्नुभएको छ। सो यसै कुरा रिगार्डिङ सानो भिडियो क्लिप तपाईँहरू आफै हेर्न सक्नुहुन्छ। आउँदैन तिमीहरूले मजाले कुरा गरिरहेछ नि त, त्यही भएर म सुनिरहेछु। केही क्वेसनहरू सोध्नु छ भने भन्नु है। बिहे कहिले गर्ने? ओ माई गॉड, बिहे त मैले लाइक म हेर्दा यतिकै ठिक्क अब 27हरू त पुग्यो नि त। आज एज पनि भने कतिलाई थाहा छैन होला, तर अब त पहिलाको टाइममा त अब यो 27हरू भने त केटीहरू त बिहे गरेर छिटो नानी पाएर यताउता भन्ने हुन्छ नि होइन। आई स्वेयर मैले यति सोच्दिनँ कि मेरो यो भारमा यो काँधमा यति धेरै रेस्पोन्सिबिलिटी छ कि डरै लाग्छ बिहेको कुरा गर्नु बित्तिकै। अनि आइ एम सो नट रेडी फर यो बिहे एन्ड अल यताउति। त्यही भएर म मान्छेहरूले जब कति रिलेसनसिपलाई लिएर कहिले बिहे गर्ने कहिले, म कस्तो ओभरवेल्म्ड हुन्छु क्या, मलाई यस्तो स्ट्रेस हुन्छ कि त्यही कुराहरूले पनि होला हौ। म त कहिले कहिले छटपट्टि भएर सुत्नु पनि सक्दिनँ पो त, साँच्ची भनेको। अरू टेन्सन मलाई केही पनि छैन। ओभरथिङ्किङ
हुन्छ नि ओभर थिङ्किङ हुन्छ, मलाई पनि कति हुन्छ, जति चिल देख्नु भयो पनि ओभर थिङ्किङ हुन्छ। कहिले काहीँ तर ओभर थिङ्किङ पनि चाहिन्छ, इट प्रिपेयर्स यु फर वाट्स कमिङ होइन। अनि अर्को चाहिँ फ्युचरमा चाहिँ प्लान चाहिँ छ, ओइ त्यहाँ चट्याङ झऱ्यो भर्खर, प्लान चाहिँ छ, डु यु प्लान टु गेट म्यारिड एभर? अफकोर्स त्यो त अनि गर्नै अहिले पर्यो चाहिँ अब नि। एन्टी म्यारिज बच्चाहरू पनि आइसक्यो नि त, त्यस्तो त सोचेको अबको छैन मैले। जेनेरेसनहरू त बेमा बिलिभै नगर्ने खालको छ। अनि इफ यु गेट म्यारिड सो हाउ मेनी किड्स यु वान्ट? धेरै भनेको पनि 2 मै रहेछ धेरै बच्चा। भनेपछि अझै प्लान छ कि के हो? मैले त यो त एकदम खुला खुला भनेको छु। सो इफ मैले भनेको छु 5 वर्ष 7 वर्षभित्रमा एउटा गोल सेट गरेको छु, त्यो अचिभ गरेँ भने मेबी 1 मोर भन्ने चाहिँ छ। तर यस्तो पनि होइन कि अब यस्तो हुनु भएन नि त, अब एउटा रहरले पाइन्छ, 2टा रहरले पाइन्छ होइन, तेस्रो पनि रहरले हो। तर रहरमा आफू पछि मरेर जाँदा छोराछोरीलाई चाहिँ केही नछोड्ने तरिकाले त हुनु भएन नि त, आफू एकदमै क्यालकुलेट गर्नु पर्यो। अनि यदि 7 वर्षसम्ममा चाहिँ उनीहरूलाई छोडेर जान्छु यो कुरा भन्ने कुरा चाहिँ कमाउनु सके भने चाहिँ मेबी अर्को, तर भन्न सकिन्न खै। अब त्यति बेलासम्म जिउ कस्तो हुन्छ है, अब फिजिकली फिट भइन्छ भइँदैन, त्यसो रहर चाहिँ छ भनौँ न एउटा अझै। अनि अर्को चाहिँ के सोध्नु लागेको थियो भने नि मैले तिमीलाई, मलाई कस्तो मजा आयो, यस्तो पो भिडियो गर्नुपर्ने रहेछ। एडिट पनि सट्टसँगले फर्स्ट टु लास्ट सर हालिँदा पनि हुन्छ, यो त केही कट नगर्दा पनि हुन्छ नाना। ल अहिले भर्खर हामीले कम्पिटिसनको कुरा गऱ्यौँ होइन। सो वाट मेक्स योर च्यानल डिफरेन्ट फ्रम अदर युट्युबर्स हु डु सिमिलर काइन्ड अफ भ्लगिङ? मेरो पिओभीमा चाहिँ अब आई डोन्ट नो तपाईँहरूलाई के कस्तो लाग्छ होइन, तर मेरो पर्सनालिटी, मेरो अथेन्टिसिटी जुन छ नि, तपाईँले भन्नुभयो नि रनेस, तपाईँले भन्नुभयो नि होइन, अब कहिले चुलामा हुन्छ, कहिले घाँस बोकेर हुन्छ, कहिले क्लबिङ हुन्छ, अब जे हो त्यो हो नि। म मेन्टेन गर्नै सक्दिनँ कि अब सधैँ मेरो स्ट्यान्डर्ड लाइफ मात्र देखाएर, फ्यान्सी लाइफ देखाएर, जुन छैन पनि मेरो नर्मल लाइफ छ होइन। अनि जे छ त्यो देखायो, त्यसले गर्दाखेरि नै होला होइन मेरो युट्युब फ्यामिली म यसरी कनेक्ट पनि भएको। प्लस मलाई चाहिँ मेरो चाहिँ त्यही नै लाग्छ क्या। कतिजना अब युट्युबरहरूले चाहिँ प्रायः कन्टेन्ट मात्र खिचेर पनि हाल्नुहुन्छ, कसैले अब आफ्नो फ्यान्सी लाइफ बाहिरको लाइफ मात्रै देखाइराख्नु भएको हुन्छ कहिले तर मेरो चाहिँ त्यस्तो छैन नि त। त्यो पनि होला पनि अनफिल्टर्ड छ नि त सबै कुरा, 1-2वटा चिज बाहेक, मुख छाडेको यताउति बाहेक अनफिल्टर्डै छ। सो थ्याङ्क यू एभ्रिवान फर वाचिङ भिडियो। ठुलो म फेरि भेट्छु तपाईँसँग अर्को भिडियोमा। ठुलो टेक केयर, बाइ बाइ, जय नेपाल।